आज मैले जानेको केही फेस रिडिङको बारेमा भन्दैछु है त। फेस रिडिङमा आँखाकै कुरा गरौँ। आँखाले पनि धेरै कुरा भन्ने गर्छ। तपाईँले याद गर्नुभयो होला नि, यो आँखा र आँखी भाउको जुन ग्याप छ नि, त्यो फिमेलहरूमा अलिकति बढी हुन्छ र मेलहरूमा यो ग्याप चाहिँ अलिकति कम हुन्छ। यो प्रायःजसो इस्ट्रोजनले त ग्याप बढाइन्छ भने टेस्टोस्टेरोनले अलिकति ग्यापहरू चाहिँ कम गराइन्छ। त्यही भएर फेमिनाइन क्यारेक्टर भनेको जस्तो नर्चर एन्ड केयर भन्ने टाइप हुन्छ, त्यो चाहिँ फेमिनाइन क्यारेक्टर हुन्छ होइन। भनेपछि जसको यो आँखा र आँखी भाउको जुन यो ग्याप हुन्छ नि, यस्तो किसिमले जुन ग्याप हुन्छ नि, त्यस्तोमा चाहिँ अलिअलि फेमिनाइन क्यारेक्टर हुन्छ। जति धेरै चाहिँ ग्याप हुन्छ त्यति धेरै चाहिँ फेमिनाइन क्यारेक्टर हुन्छ भन्ने हुन्छ क्या। अनि जति चाहिँ यो कम हुन्छ त्यति चाहिँ त्यसमा मस्कुलाइन क्यारेक्टर हुन्छ भन्ने पनि छ। अनि प्लस अब यो बिचमा चाहिँ डबल लाइन भयो भने पनि त्यसले पनि फेमिनाइन क्यारेक्टर दिन्छ भन्ने हुन्छ क्या। जस्तै नर्चर एन्ड केयर गर्ने, अरूलाई दिने, मल्टिटास्किङ गर्ने, आफूभन्दा अरूलाई चाहिँ बढी हेर्ने भन्ने हुन्छ होइन। त्यो आँखाको कुरा। अनि अर्को चाहिँ यो जति धेरै आइब्रोजहरू थिकनेस हुन्छ त्यति धेरै उनीहरू अलि रिसेप्टिभ टु फ्रेन्ड्स हुन्छ, साथीहरू बनाउन चाहने भन्ने हुन्छ यो आँखी भाउ चाहिँ। अनि त्यसपछि अलिकति सर्कुलर यस्तो किसिमको भयो अथवा एस सेप्ट यस्तो भयो भने चाहिँ तिनीहरू एकदम बाठो मान्छेहरू होइन। अझ कसैको त यस्तो एस सेप्ट भयो भने चाहिँ उनीहरू चाहिँ बढी यति धेरै आफ्नोलाई सेल्फ सेन्टर भएर अरू एकदम नेताहरू टाइपको भनौँ न, त्यस्तो हुन्छ भन्ने पनि भन्ने गरिन्छ। यो आँखाको कुरा भयो, आँखी भाउको कुरा भयो। अब आँखी भाउ नै अब कसैको चाहिँ फेरि सिधै माथि पुगेको पनि हुन्छ। अब यो यस्तो माथि भएर गयो भने त्यस्तो मान्छेहरू चाहिँ अलि रिसा हुन्छन् भनेर भन्ने गरिन्छ। र अनि आँखा चाहिँ अलिकति ठुलो आल्मन्ड सेप ठुल्ठुलो भयो आँखा भयो भने चाहिँ त्यो आँखाहरू रिसेप्टिभ टु रोमान्स पनि भन्छ। र अनि त्यस्तो मान्छेहरूमा अलिकति राम्रो पनि हुन्छ भनेर भन्ने गरिएको छ। जति आँखा गढ्यो त्यति धेरै चाहिँ त्यो मान्छे एकदम फोकस छ भन्ने हुन्छ। र यो फेस रिडिङको कुरा गर्दाखेरि फेस रिडिङमा प्रायःजसो हाम्रो दुईवटा फेस हुन्छ होइन। एउटा राइट साइड अफ द फेस र एउटा लेफ्ट साइड अफ द फेस है त। राइट साइड अफ द फेस भनेको कस्तो हुन्छ भन्दाखेरि राइट साइडहरू प्रायःजसो हामीले अरूलाई देखाउने फेस हुन्छ, समाजलाई प्रेजेन्ट गर्ने फेस हुन्छ नि। लेफ्ट साइड अफ द फेस भनेको आफू वास्तवमा जस्तो हुन्छ नि त्यस्तो भन्ने हुन्छ क्या। त्यही भएर तपाईँले याद गर्नुभयो, मान्छेलाई दुइटै हिसाबले फेसलाई चाहिँ डिभाइड गर्ने हो भने पनि डिफ्रेन्ट पर्सनालिटीहरू देखिन सक्छ। कोही बाहिर चाहिँ एकदम स्ट्रिक्ट आँखा गढेको जस्तो देख्यो भने भित्र चाहिँ अलिकति नर्चर एन्ड केयर टाइपको पनि हुन सक्छन्। यसरी डिभाइड गर्न सकिन्छ। अरू भागहरूमा भनौँला है त।